हेलो 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 साथीहरू के छ खबर? आई होप बेस्ट छ। मेरो पनि यता दामी छ। बिहान उठ्यो, पानी सानी खाइयो, पानी खाएर यसो बाहिर हेरेको दाइले भन्नुहुन्छ चाउमिन पकाइदे त भाइ भन्नु। फेरि चाउमिन पकाउँदाखेरि दाइले लास्टै मिठो हुने कि मैले चाउमिन पकाएको। अब नेपालमा बस्दा पनि चाउमिन पकाएर खुवाइराख्ने बानी लागेको। फेरि चाउमिन पकाइयो, चाउमिन पकाएर दाइ यसो कपाल काटिदिन्छौ भनेर कपाल सपाल काट्नै भनेको गएको। कपाल काट्दाखेरि दाइले भिडियो बनाउनु दिएन, नाइदाइ गरेर बुरुस सुरुस गरेर ट्याक्क लाएर बुरुस गरेको आफूलाई हेर्दै हो। फेरि आफूले नाइदाइ गरेपछि यसो ऐनातिर हेरौँ भनेर ऐनातिर हेर्न लागेको। दामी देखियो लाएर फेरि आज यसो चियाचुई खाऊँ भनेर चिया खाएको त दामी चिया पकाएको दाइले। बिहान बिहान फेरि दाइको हातको चिया खाइयो। चिया खाएर ट्याक्क कपडा उपडा लगाइयो, पर्फ्युम सर्फ्युम हान्ने। अब बाहिरतिर निस्किन फेरि यसो अलिक बसाउन त पऱ्यो नि, घडीसरी लाएर ट्याक्क बसाउने भनेर त्यसपछि निस्किन भन्नु पहिला यसो आफूलाई हेरौँ भन्यौँ। हेरेको राम्रै राम्रै ठिकै छ, दाइले राम्रै काटिदिन्छन् र आफूले पकाएको चाउमिन खाऊँ भनेर चाउमिन सुमिन खाइयो। चाउमिन खाएको र चाउमिन त दामी बनेको साथीहरू। फेरि यसो हेरेको र टाइम ध्यात्तेरिका जाने बेला भइसकेछ भनेर फेरि साथीले फोन गरेको। फोन गरेर जाम भनेर फोन उठाइयो। अब चाहिँ म हजुरले कहाँ जान लाग्यो भनेर अब अगाडिको पार्टमा भन्छु।